जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ हामीले पनि मोमो बनाएर खाने सोच बनायौँ। मैले त्यो किन बने भनेर सोच्नुहुन्छ भने एकछिनमा देख्न सक्नुहुन्छ तपाईँहरू। हामीले प्याज, सोयाबिन, किमा काटेका थियौँ र त्यो सबैलाई मिक्स गरिसके पछाडि हामीले स्वाद अनुसारको मसला हाल्छौँ। स्वाद अनुसारको मसला हालिसके पछाडि मजाले मिक्स गरेर किमा रेडी गर्छौँ। त्यस पछाडि अचारको लागि टमाटर, प्याज, धनियाँ अनि खुर्सानी र थोरै बदाम रेडी गर्छौँ। यसलाई ग्राइन्ड गरेर राखिदिन्छौँ। अब पालो आयो मोमो दल्दो बनाउनेको हो। मेरो साथीलाई चाहिँ मोमो दल्दो बनाउन आउँदैन। मोमो दल्दो चाहिँ मैले बनाइरहेको थिएँ, तर मलाई पनि त्यस्तो राम्रो त आउँदैन। तर जस काम चलाऊ, जस खानलाई चाहिँ हुन्छ। अनि मैले चाहिँ दल्दो बनाइरहेको थिएँ, उसले चाहिँ बेलिदिरहेको थियो। अनि उसले भनिरहेको थियो कि म अब एक्सपर्ट भइसकेँ बेल्नलाई भनेर भनिरहेको थियो। यो चाहिँ हाम्रो सेकेन्ड टाइम थियो मोमो बनाएर खाएको। अनि मैले दल्दो बनाएँ, उसले बेलिदियो। यस्तो गर्दा गर्दै हामीले मोमो बनायौँ। अनि हाम्रो मोमो चाहिँ यस्तो देखिएको थियो। मैले सुरुमै भनेको थिएँ जहाँ इच्छा त्यहाँ उपाय भनेर। मैले राइस कुकरमा मोमो स्टिम गरेर खाएको, त्यही भएर मैले जहाँ इच्छा त्यहाँ उपाय भनेको हुँ। मोमो रेडी भयो अनि हामी खाँदैछौँ। आजलाई यति नै, बाई बाई।